guys, welcome back to my YouTube channel AR Vloggers. फेरि पनि तपाईहरुलाई स्वागत छ है त। सो अहिले चाहिँ बिहानै पानी धरीमा छाता ओढेर कहाँ गएको भनेर सोच्नु हुँदै होला। म चाहिँ एकछिन सिलगढी तर्फतिर लागेको सानो कामले गर्दा म र भाइ छु हो। पानी पनि अन्त दामी आउँदैछ। घरबाट निक्लिँदै भिजेर लुगा लुथुक हुन आँटिसक्यो प्यान्टहरु हो। गाडी चढ्नु पनि यहाँ माथि पुग्नु पर्यो आज। यस्तो छ गाइज आज बिहानको वेदर चाहिँ हाम्रो गाउँमा चाहिँ धुम्बो लागेर यही हो पानी। यो ग्राउन्ड चाहिँ हाम्रो गाउँको सानो ग्राउन्ड जहाँ चाहिँ गाउँको जति पनि पूजाहरूदेखि लिएर फुटबल भलिबल क्रिकेटहरू डल्लै यहीँ खेल्छ हो। यस्तो डरलाग्दो हावा आएर हुँदैछ नि त आमा बिहानै छाता उडाउला जस्तो गर्छ त अन्त। के हो भर्खर उठेको के हो? यो चाहिँ हाम्रो खरसाङकी स्टेसन। बजारको वेदर चाहिँ यस्तो छ आज। बजारको मात्र होइन चारैपट्टि यस्तै रहेछ। गाउँमा पनि अहिले यहाँ बजार आइपुग्यो यस्तै छ वेदर चाहिँ हो। पानी धुम्बो आएर हावा आउँछ घरिघरि हो। यो अहिले चाहिँ हामी यहाँ सिलगढी आइपुगिसक्यो। अन्त यहाँनिर सलबारीदेखि अलिकति यता यहाँनिरै छ मेरो काम चाहिँ। अलिक पछाडि भन्छु हो। त्यही कामको लागि जाँदैछु। काम गरेर चाहिँ फर्किने हो। त्यस्तो गरम चाहिँ छैन अरू बेला जस्तो चाहिँ शीतल नरहेछ। माथि चाहिँ खरसाङमा चाहिँ धुम्म लागिरहेको छ भने यहाँ चाहिँ हो ठिकठाक रहेछ। अगाडिको बाटो चाहिँ यस्तो छ हो। पर पुग्नुपर्छ यहाँबाट चाहिँ। शीतल छ आज चाहिँ वेदर हो। म र भाइ छु यहाँनिर हो। अन्त दुईजना जाँदैछु। बेलुका चाहिँ मेरो चाहिँ 3 चाहिँ बज्ने रहेछ हो यहाँबाट जाँदाखेरि। सो हेर्दै गर्नु होला है। कालो हुँदै आयो आकाश हो। हिँड्दा हिँड्दै दुई भाइ। अब चाहिँ पानी पर्छ होला सायद। प्लेन साइडमा चाहिँ यस्तो हुन्छ पानी पर्यो भने चाहिँ अलिक गहिरो जग्गामा चाहिँ पानी जमेर यस्तो हुन्छ हो। झन् हाम्रो हिल साइडमा चाहिँ यस्तो चाहिँ हुँदैन। हिल साइडमा चाहिँ पहिरोको डर हुन्छ। यता चाहिँ यस्तो डुबो हो। मच्छरले अन्डा पारेर किसिम हुन्छ पानी। कोहीको बाटो फर्किँदैछु हो। कामसाम भयो। अन्त लगभग अहिले 3 बज्न आँट्यो। अन्त अब चाहिँ गएर सिधै गाडी यहाँबाट दार्जिलिङ मोड जान्छु होला। दार्जिलिङ मोडबाट चाहिँ गाडी चढेर सिधै उकालो जानुपर्छ। गरम चाहिँ ओभर डरलाग्दो छ। वेदर चाहिँ यस्तो छ हो। सो हेर्दै गर्नु होला है। स्टे ट्युन है। अन्त डरलाग्दो है। अहिले चाहिँ माथि पुग्ने जस्तो भयो। अहिले चाहिँ हामी यहाँ दार्जिलिङ मोडमा गाडीमा बसिरहेको छु हो। कस्तो डरलाग्दो गरम है। बजार आइपुगेर पनि यहाँ झरेर हतार हतार गाडी भएकोमा आएर बसिहाल्यो हो। बाहिर चाहिँ पानी आउँदै थियो। अन्त बल्ल शीतल भयो। तल चाहिँ ओभर डरलाग्दो गरम थियो है। अन्त त्यो आजको भिडियोमा चाहिँ तपाईँहरूलाई त्यो अपडेट पनि भयो सिलगढीमा अहिलेको वेदर चाहिँ के कस्तो रहेछ भनेर। अन्त गएर त्यहाँ एकछिनमा पानी पनि पर्यो। गरम पनि त्यस्तो डरलाग्दो हो। अन्त हतार हतार गरेर छिटो काम सकेर चाहिँ हामी गाडीमा चढेर आइहालेँ माथि। बल्ल यहाँ खरसाङ आइपुगेर चाहिँ एकदम शीतल भयो हो।
हेर्दै गर्नु होला अब एकैचोटि गाउँ पुगेर नै भेटौँला गाउँमा आइपुग्यो हो खुट्टा चाहिँ मेरो पिल्छेको जस्तो लागिरहेको छ आज हो मजा आयो भाइ अन्त आज सिलगढीको टुर कस्तो रह्यो तेर्सो चाहिँ पानी आयो भने यस्तो हुन्छ है अघि बिहान हामी जाँदा सुक्खा थियो हो पानी आएर चाहिँ यस्तो हुन्छ यदि नसक्नु गाइज म चाहिँ घर पनि आइपुगेँ है अन्त आएर बिहानदेखि खाना पनि खाएको थिएन भोकले पुरा भोक लागिरहेको थियो आउने बित्तिकै खानासाना खाएँ अन्त रात पर्नु आँट्यो तपाईँहरूले देख्न सक्नुहुन्छ हो अन्त सो आजको भिडियो चाहिँ यति नै थियो आयो तपाईँहरूलाई यो भिडियो मन पऱ्यो होला मन पऱ्यो भने लाइक सेयर अनि सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला नम्बरीमा चाहिँ दैगले साथ चाहिँ फेरि अर्को भिडियोमा छिट्टै नै भेटौँला भन्दै बाई बाई